यो 5 वटा कुरा चेक नगरी कुनै आईटी कलेज जोइन गर्यो भने जीवन बर्बाद हुन्छ है त। नम्बर 1 इज टेक फिडब्याक फ्रम ओल्ड और एक्जिस्टिङ स्टुडेन्ट्स। जो स्टुडेन्ट्सहरु त कलेजमा पढिरहेको छन् और जो स्टुडेन्ट्स अलरेडी पास्ड आउट भयो त्यहाँदेखि हजुरले रियालिटी चेक पाउन सक्नुहुन्छ त्यो कलेजको विषयमा। नम्बर 2 इज एक्स्ट्रा टेक एक्टिभिटिज। ओपनली सोध्नु त्यो कलेजमा कति टेक एक्टिभिटिज एन्ड प्रोग्राम्सहरु हुन्छ। टेक पढ्न लागेको हो, नाचगान गर्न होइन। सो मेक स्योर टेक रिलेटेड एक्टिभिटिज धेरै हुन्छ इन कम्पेरिजन विथ सिंगिङ एन्ड डान्सिङ। नम्बर 3 आस्क वेयर पास्ट स्टुडेन्ट्स आर प्लेस्ड इन व्हिच कम्पनीज। त्यो कलेजको स्टुडेन्ट्सहरुले त्यहाँदेखि पढेर के कस्तो काम गरिरहेको छन् एन्ड कस्तो कम्पनीजमा उनीहरुले प्लेसमेन्ट पाएको छन् त। यो कुरा एकदम इम्पोर्टेन्ट छ, सोध्नै पर्छ है। नम्बर 4 आस्क देयर आर मोर फुल टाइम टिचर्स और पार्ट टाइम। हजुरले सिलेक्ट गरेको कलेजमा फुल टाइम टिचर यदि धेरै हुनुहुन्छ भने यु हेभ अ चान्स टु गेट पर्सनल टाइम एन्ड प्रोपर गाइडेन्स फ्रम फ्याकल्टी मेम्बर्स है त। नम्बर 5 लास्ट बट नट द लिस्ट आस्क व्हाट इज द रुल फर अटेन्डेन्स एन्ड डु दे अलाउ स्टुडेन्ट्स टु वर्क टेक रिलेटेड जब इफ दे गेट एनी। धेरै कलेजेसहरुमा अटेन्डेन्सको स्कोर भनेको 80% भन्दा माथि हुनुपर्छ र यसलाई मेन्टेन गरेन भने एक्जामिनेसनमा अपियर पनि हुन पाउँदैन। सो हजुरले कलेजको बिट्विनमा टेक रिलेटेड नै काम पाउनु भयो भने कलेजले हजुरलाई गर्न दिन्छ कि दिँदैन, अथवा गर्न दिन्छ भने पछि अटेन्डेन्समा प्रब्लम आयो भने कसरी मेन्टेन हुन्छ यो कुरा पनि सोध्नुपर्छ है। नेक्स्ट भिडियोमा वी विल डिस्कस व्हाट टेक कोर्सेस आर देयर इन व्हिच कोर्स टु चुज है त।